गाइस यहाँ चाहिँ हामी 3 जनै छोरो बाबा छोरोको अनि म अनि यहाँ दादा 3 जना भएर चाहिँ हामी भुटान जाँदैछौँ। दादाको चाहिँ यहाँ गाडीमा तेल हाल्ने काम थियो अरे अनि हामी सँगै घुम्न भनेर नि गएका। यो चाहिँ हाम्रो राते खोलो। यहाँबाट चाहिँ भ्यू कति राम्रो देखिन्छ अनि त्यो पहाडको छेउमा हामी जान्छौँ। पहाडको छेउमा के पहाडमै जान्छौँ। अनि यहाँ हामी यहाँ चाहिँ सामजुङखर के हो भुटानको नाम पनि आउँदैन। त्यहीँबाट त्यो अप्ठ्यारो नाम त्यहीँ गएका। हाम्रो यहाँबाट चाहिँ छेउमै छ नि त यो चाहिँ। अनि त्यो पहाडको छेउ चाहिँ हामी जाने भुटान। अनि छेउकै पहाडमै यहाँ पछि हामी राते पार भइगरी हामी पगला खोलो आइपुग्यौँ। पागलदियामा चाहिँ हाम्रो दलङ बनिन्छ। यो दलङ बनिसकेपछि चाहिँ हामीलाई बहुत नै सुविधा हुन्छ। छिटो पनि पुगिन्छ। यो दलङ यो खोलो पार हुने हाम्रो 5-10 मिनट जान्छ। अनि दलङमा बिस्तारै छिटो पुगिन्छ। अनि पानी भएर असुविधा पनि हुँदैन। अनि हामी गइरहेको छौँ। अनि छोरोलाई चाहिँ कहाँ घुम्न जान पाउँदा साह्रै मजा लाग्छ। उसलाई चाहिँ जहिले घुम्न जाउँ कि मम्मी घर जाउँ भन्छ। डुल्न जान चाहिँ उसलाई पुरा मजा कति मजा लाग्छ। अनि हामी पुग्नु आँटेमा भुटान पार भइसकेपछि त हामी मेला भुटान पुगिहाल्छौँ। पुगि पो हाल्छौँ झन्डै भुटान त। छोएपछि पुरा गफ गर्दै हामी कहाँ गएका भन्छ। घुम्न चाहिँ उसलाई के मनपर्छ मर्छ। सधैँ घुम्न जान पाउँदा सधैँ खुसी। अनि यो चाहिँ हाम्रै डनबक्स हामी चाहिँ पुग्न आँट्यौँ अब भुटान। डनबक्स स्कुल। अनि के भन्छन् क्रिसमसको लागि डेकोरेसन पनि बहुत। अनि यो भुटानमा चाहिँ यति लामो भिड लागिरहेछ। भुटानको गेट लामो न लामो भिड लागिरहेछ जानको लागि। मान्छेहरू सबै तेल हाल्नको लागि आउनुहुन्छ नि त। अनि तेल हाल्नको लागि भिड हुन्छ। हामी चाहिँ एन्ट्री पाएर भित्र पसिसक्यौँ। अनि दादा चाहिँ गाडी लिएर आउनको लागि रुँगाउँछ। हामी यहाँ पर्खिरहेको छौँ। अनि छोरा बाबासँग बसेर हेर्दैछ कता के जान्छ गाडी जान्छ के जान्छ। यहाँ छोरोको 1-2टा फोटो पनि खिचिदिइसकेँ। आफूले पनि खिचेँ। अनि बाबा र छोरो चाहिँ हिँड्दै जाँदै हुन्छ। आज चाहिँ सन्डेको दिन थियो त्यही लागि अब घुम्न जाउँ न त भनेर गएका। कहिले चाहिँ सबैजना घर घुम्न जान नि राम्रो लाग्छ नि त। अनि तेल डिपु यहाँनिर तेल हालेर चाहिँ हामी माथितिर घुम्न जाने। 1-2टा फोटो खिच्ने। फोटो खिचेर चाहिँ हामी घुरिहाल्ने हाम्रो केही खाने। अनि यहाँ पनि आइपुग्यौँ। यहाँ चाहिँ भोटेहरूको मन्दिर हो कि के भन्छ बा यसलाई। मन्दिर गुम्बा पनि होइन यो फेरि अर्को भिन्दै खालको के छ केही भन्छन् भने। त्यसपछि त्यति गइसकेर हामीले मोमो खायौँ। भुटानभित्र त्यो मोमो चाहिँ खासै मन परेन। अनि यहाँ भुटान पार भएर यता इन्डियामै खान आँटेको। यहाँ चाहिँ थुक्पा खान आँटेको। थुक्पा पनि त्यति खासै मिठो लागेन। टिमुर धेरै हालेको रहेछ टरो खालको।